यहाँ फुटबल खेलेको अवस्था हेर्न सक्नुहुन्छ आङ्गारा मेस्सीहरूको। टिकु भाइ फेभरेट प्लेयरको नाम भन लु। टिम मेरो टिम। म भनेको सधैँ ढिलो जाने मान्छेमा पर्दैन, त्यसको अवार्ड राख्ने भएको सधैँ मैले नि जित्थेँ क्या। म चाहिँ सधैँ ढिलो जान्थेँ कोचिङमा। सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल एन्ड हेर्नु तर ब्लग सुरु गर्छु सबैलाई मेरो। सो हेलो गाइस, वेलकम ब्याक टु माई च्यानल एन्ड हेर्नु तर ब्लग स्वागत गर्दछु तपाईँलाई मेरो नयाँ ब्लगमा आएर आशा गर्दछु तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि यहाँ सन्चै छु। सो गाइस, अल्छी ट्यागको हाम्रो गाउँको मौसममा चाहिँ परिवर्तन आएको छ। बिहान पानी पर्छ, राति पानी पर्छ, अनि 3-4 बजीतिर घाम लाग्छ, अनि अहिले फेरि 8 बजीतिर मेघ लाग्छ, हावाहुरी चल्छ, फेरि पानी पर्छ, बिहान नि पानी पर्छ, अनि दिउँसो नि झिमझिम गरेर आएको हुन्छ, अनि फेरि यस्तै 3-4 बजीतिर घाम लाग्छ। यस्तै चलिरहेको छ हाम्रो वेदर साइकल भन्नाले फेरि उस साइकल कि त माला होइन, नर्मल साइकल हो। सो गाइज, अनि अहिले चाहिँ दिउँसोको चाहिँ 4:40 भएको छ होइन, 4:40 बजेको छ। र अहिले चाहिँ ट्याक्क भन्नुपर्दाखेरि हजुरहरूले खचा गरेको आवाज त सुन्नु होला होइन, प्लास्टिकको। त्यो प्लास्टिकमा आई थिङ्क सबैजनाले गेस पनि गरिसक्नु होला होइन। सो गाइज, अहिले चाहिँ मेरो छक्क लाएर खाजा टाइम हो होइन। अनि त्यो खाजामा चाहिँ आज मेरो स्पेसल रहेको छ यो रमपम तयारी चाउचाउ। यो चाउचाउ चाहिँ खासमा काँची त खानु हुँदैन, तर पकाएको भन्दा चाहिँ म काँची प्रिफर गर्छु। अनि म चाउचाउमा चाहिँ खासै मसला हाल्दिनँ। यहाँ यति मसला हाल्ने, यहाँ यति मसलामा यत्तिकै छोडिदिन्छु होइन, किनभने मलाई धेरै मसला पनि मन पर्दैन। न त मलाई तरकारीमा मनपर्छ, न त अरू नै केहीमा मनपर्छ होइन, केहीमा मन पर्दैन मलाई। सो यो चाहिँ टक्कै एउटा हात पहेराको रहेछ मचान टाइपको होइन, हाम्रो बाजेले बनाउनु भएको दायो, अर्कै गाउँको बाजेले हो। टक्क यता खेत लाउनुहुन्छ नि त, अहिले केही लाउनु भएको छैन। अनि टक्क खेत लाउँदाखेरि यहाँ बसेर चाहिँ रेस्ट गर्नुहुन्छ नि, यो चलाउनुहुन्छ होइन, पानी पटाउनु। टक्क यहाँ बसेर चाहिँ रेस्ट गर्ने, अनि हामीलाई नि ठ्याक्क फाइदा नै भएको छ। दिउँसो अब घरमा अल्छी लागिरहेको हुन्छ, टक्क यहाँ आयो, सरर हावा चलिरहेको हुन्छ, यहाँ टक्क बस्यो, ओहो रेस्ट गऱ्यो। अनि मैले चाहिँ आज ठ्याक्क बिहानतिर के निर्णय गरेको थिएँ भने अबदेखि म यसो गुलियोहरू खान छोड्छु भने यो चाउचाउ नि अब खान छोडिदिन्छु म। आज लास्ट हुन्थ्यो मेरो, अनि त्यत्तिकै अब म यत्तिकै छोडिदिन्छु खान नि। यो चाहिँ नि यो चाउचाउ नि लास्ट बाइट छैन, अब चाहिँ मैले छोडिदिएँ, अब लास्ट बाइट हो। अब चाहिँ म यो ठाउँबाट निक्लिएँ होइन, अब चाहिँ घर जान्छु। अब यहाँ एउटा प्याकेट छ होइन, अनि यहाँ नि मैले नि खाएको, अब यो नि म यति हालिदिन्छु, ठ्याक्क 3वटा भयो। यसो पुछेर जानुपर्ने हुन्छ घर चाहिँ, कानमा कमी लाग्यो के हो यहाँ अक्कल चाहिँ यस्तो छैन सिन गाउँघरको। अनि जाँदैछु अब घरतिर। त म चाहिँ ट्याक्क खाएर निक्लिरहेको छु होइन, त्यो खासै गुलियो भएको भए चाहिँ खान्दिनँ होइन, तर नर्मल थियो भनौँ न, त्यो बिस्कुट टाइपको थियो, के थियो एउटा, त्यही खाएँ, मिठो ट्याक्क नर्मल गुलियो थियो। त म चाहिँ अब यहाँ पिचका घरतिर जाँदैछु, यो स्कुलबाट आइके आएन होइन, एउटा सिटर हेर्नु पऱ्यो नि त। आएको यो हरायो क्या आएको,
पिचका ओ पिचका हो घरमा चुक्कु लागिरहेको रहेछ कुण्डी भन्छ नि हो त्यस्तो लागिरहेको रहेछ सिधा त्यतिखेरसम्म स्कुलबाट आएको छैन सो म चाहिँ यहाँ यत्तिकै पिचका हुने वेटिङमा छु होइन ल अब त्यो 10 क्लास नि पुग्यो नि त एक्स्ट्रा पढाइ हुन थाल्यो क्या हो 5 बजिसक्यो आएको छैन हाम्रो पालोमा नि हुँदैन एक्स्ट्रा पढाइ के भन्नु 8देखि हामीले कोचिङ पढ्न थालेको होला ओभर बिहानै उठेर जानु पर्थ्यो अनि जाडोको बेला त अब ओभर अध्यारो हुन्छ म भनेको सधैँ ढिलो जाने मान्छेमा पर्दैन त्यसको अवार्ड राख्ने भएको सधैँ मैले नि जित्थेँ क्या म चाहिँ सधैँ ढिलो जान्थेँ कोचिङमा अनि घर फर्किँदा पनि ओभर अध्यारो भइसकेको हुन्थ्यो कि जाडोको बेलामा त्यस्तै हुन्छ नि त त्यसो गरी स्कुल लाइफ कटाएको अब त्यसको नि स्कुल लाइफ चल्दैन छ के भन्नु सबैको त्यस्तै हो त्यसकै वरिपरि बसिरहेको हुन्छु यहाँ फुटबल खेलेको अवस्था हेर्न सक्नुहुन्छ आङ्गारा मेस्सीहरूको यहाँ हामी चोर खेल्दैछौँ लो मा सोलो भनेको एक्लै हो रे ए भन्न स्लो कि फास्ट स्लो कैन स्लो स्लो कि फास्ट स्लो नहीं जा टिम ये मेरो टिम मिनी पोल अब हामी यहाँ फुटबल खेल्नेछौँ यस्तो 1.5 करोडको बलै हो यो हाम्रो बलको अनर यहाँ हेर्न सक्नुहुन्छ यही हो हाम्रो बलको अनर अब हामी म्याच स्टार्ट गर्नेवाला छौँ स्टार्ट हजुर ल तिम्रो फेभरेट प्लेयरको नाम भन त फुटबल खेल्ने ल बसन्ती भाइ आऊ त फेभरेट प्लेयरको नाम भन न छिटो हजुर फेभरेट प्लेयरको नाम नेइमार ल टिकु भाइ हजुर फेभरेट प्लेयरको नाम भन लु रान्डो ल आरबी भाइ तिम्रो फेभरेट प्लेयरको नाम भन त मेसी ओहो ल भोटे भाइ तिम्रो फेभरेट प्लेयरको नाम भन त क्या भाइ तेरो फेभरेट प्लेयरको नाम भन स्किल देखा ल गाइस आजको लागि भ्लग यति नै राख्दैछु हस्त तपाईहरुको सम्पर्क बिदा लिन चाहन्छु बाई बाई बोल